1 मिस गेम फिनिस भन्ने भन्दै हामीहरू चाहिँ टक्का होइन सुनसरी झरनातिर घुम्न गइरहेका छौँ आज। लाग्यो हामी चाहिँ त्यो पारी सुनसरी झरनातिर जाँदैछौँ। बाटो यस्तो छ तर यो ट्रेकिङको लागि चाहिँ बेस्ट हो। हाम्रो टिम अगाडि बढिसकेको छ, त्यहाँ हिँडिरहेको छ। यस्तरी हुँदै घुम्दै 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 तल हुँदै टक्क त्यहाँ जाने हो यात्रा सुनसरीतिरको। हामीहरू सुनसरी झरनातिर जानेछौँ। हाम्रो टोलीहरू पछि आउँदै हुनुहुन्छ अनि पछि टक्क हामी चाहिँ यसो सुनसरी झरनातिर जाने हो। हाम्रो साथीहरू यसो इन्जोय गरिराख्नु भएको छ। यही हो हाम्रो टिम। ल यात्रा सुनसरी झरना सम्मको हो। होप होप होप। हाम्रो टोली यसरी जाँदैछ जाँदैछ। बाख्राको भुत्लाभरि पुरै कुर्रोले ढाकेको छ। यस्तो छ अनि अहिले माथि चढ्नेलाई कसरी चढिन्छ होला। हाम्रो यात्रा जारी छ सुनसरी झरना हेर्नको लागि हामी हिँडिरहेका छौँ। बाटो जोस् हल्का तरिकाले व्यवस्थित नै छ। माथि हल्का सिग्नलहरू नभएको कारणले अलिकति अलमल पर्यो, बाँकी ठिक छ। यो हिँड्नु पनि पर्छ। पर्यटकीय क्षेत्रहरूमा भ्रमण गर्दा अलिअलि नहिँड्ने हो भने भाल फरर हुन्छ। यस कारणले यसरी चाहिँ टक्क होइन हल्का फुल्का भए पनि हिँड्नुपर्छ। यहाँ सानो गाउँ छ, गाउँ पछि पारी तल पुल छ, पुल चाहिँ झरना भेटिने हो। र हाम्रो टिमहरू चाहिँ यता आउँदै हुनुहुन्छ। उहाँहरूलाई झर्ने बेला नै गाह्रो भइसक्यो भने चढ्ने बेला के होला भन्ने कुरा पिर लागिसक्यो सुरुमै। मुस्किल आउँदै आउनुहुन्छ। हामी सुनसरी झरना जाँदैछौँ। यता ठिकै हो नि बाटो? बाटो यही हो नि होइन? ल हस् धन्यवाद। त्यसलाई चुनबाङ्गी के भन्छ भन्नुभयो। यहाँ खुट्टा कापिसक्यो। बेच्ने छ भने यसो 1-2 पाटी 2-3 पाटी लगेर जानु पर्ला। हुने त यो उकालोमा बोकेर लग्न सकिन्न होइन। ल हामीहरू नजिक नजिक आइरहेको छौँ। त्यहाँनिर पुल छ, यहाँ कोडो काट्ने काम भइरहेको छ। मेरो छेउमा चाहिँ केरा पाक्नु भएको, केरा फल्नु भएको छ। र हामीहरू चाहिँ सुनसरी झरना नजिक 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 हुँदैछौँ। यो पुल छ हेर्नु सक्नुहुन्छ। यो पुल हामी तर्छौँ। अब यो पुल तरेर पारी जान्छौँ। हो इन्जोय विथ द सुनसरी झरना। ल तपाईँहरू पनि यसो सुनसरी झरना जाने हो भने यो पुल तरेर चाहिँ पारी टक्क गएपछि सर जानुपर्छ। थ्याङ्क यू भेरी मच। लुङ्ग्री खोला यहाँ चाहिँ उहाँको पानी पनि छ, गामको कहाँको पानी पनि छ, कहाँको पानी। हामी चाहिँ पुल सक्नु लागिसक्यो। दौडे दौडे त्यहाँ झरना आइसक्यो। त्यहाँ छ झरना। अब नजिकै 1 स्टेप नियर। हाम्रो टोली ओह्रालोबाट पनि ओह्रालोबाट झर्दा त थकित छ भने उकालो त्यो उकालो चढ्दा चाहिँ के हुने हो भन्ने कुरा हो। हजुर सर। हामी झरना घुम्नको लागि चाहिँ फेरि उकालो चढिरहेको छ। पारी झरना देखिरहेको छ। तेर्छौँ हुँदै सुनसरी झरनालाई हेर्ने। आइम सरी। अझै उतै कता जानुपर्ने छ। झरना त्यहाँ देखिरहेको छ। लामो रहेछ आउनलाई चाहिँ हिँडेर। तैपनि हाम्रो हिँडाइ जारी छ। यस 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 सर यात्रा कस्तो भइरहेछ? लाल सर कस्तो लागिरहेछ?
घुम्नलाई जाँदैछौ घुम्न जाँदा थकितै भाका छौ चलो 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 जारी छ सुनसरी झरनाको दर्शन गर्नलाई यस्तो भएको छ तर पनि हामीहरू घुम्नलाई जाँदैछौँ रमाइलो छ जाने बेला हाम्रो बाजा बज्नेवाला छ भन्ने कुरा हामी यकिन गरिसकेको ठिक छ यो बिस्तारै बन्छ नआत्तिनु होला सर नआत्तिनु होला सर यहाँनिर चाहिँ एउटा सानो केही साइड होटेल जस्तो के हो सानोतिनो चाहिँ छ सुनसरी झरनामा हामीलाई स्वागत छ सुनसरी झरनामा हामीलाई स्वागत छ हामी फाइनली सुनसरी झरनाको नजिक आइसक्यो यो चाहिँ सुनसरी झरना हो यहाँ चाहिँ सुन झर्छ रे त्यही कारणले सुनसरी झरना नाम राखिदिएको हो यहाँ चाहिँ अझ सुन भनौँ न खानी छ भनेर चाहिँ अध्ययन पनि गर्नलाई चाहिँ यसो टाइममा समाचारहरू चाहिँ पढ्न पाएको हो आशा छ यहाँ चाहिँ सुन भेटिनेछ त्यहाँ चाहिँ सुन जस्तो छ होइन त्यो सुनै हुनुपर्छ त्यो सुन हाम्रो टिम टोलेरो साह्रै थकित यता झरनाले चाहिँ अब थकाइ पनि मेट्दैछ हामी फाइनली सुनसरी झरना वाह I love you सुनसरी वाह यो चाहिँ सुनसरी झरना हो यस्तो छ सुन खस्ने झरना सर कस्तो छ